कोरोना संक्रमण दर पाजुसेनली सरकार लकडाउन या त छसका स्पाट लकडाउन या त स्वास्थ्य मापदण्ड पुवंका व्यापार व्यवसायले से आर्थिक कारोबार जुइको क्षेत्र चाहेको त सरकार उज बिलसा व्यापार व्यवसाय न थमाथम चाल तर थैथे व्यापार मजुको कारण व्यवसायी त थासा निराश जुयाचुङको अवस्था दु सरकारले फेरि अब यो फेरि संक्रमण दर वृद्धि भयो बढ्दै गयो फेरि लकडाउन गर्ने भन्ने कुरो हल्ला पनि चलिरहेछ बजारमा के भन्नुहुन्छ हामीहरु पनि त्यस्तै सुनिरहेछु लकडाउनको हल्ला चलिरहेछ भयो भने त फेरि खासै धेरै हामीहरुलाई घाटा हुन्छ अनि हामीहरु ऋण लिएर बैंक फाइनान्सबाट काम गर्दै छु अब बैंक फाइनान्सले ऋणको पेनाल्टीहरु जोडेर लिन्छ लकडाउनको केही माफ गर्दैन अनि उल्टै भन्छ समयमा पैसा नदियो भने डबल चार्ज गर्छ चक्रवृद्धि ब्याज जोड्छ ह्याब्ले हुलहाल जी गुल लगाख कुमारी पार्टी लगाया फुटपाथ पस ओस पसल नु पसल लगायत त्या ठिठी कठया पसले ग्राहक त मोया व्यवसायी त निची सुमको चुनाचुने माला चंगुदु दिदी अहिले कोरोनाको कारणले चाहिँ व्यापार व्यवसायमा कतिको असर पर्छ धेरै नै असर परेको छ नि यत्रो महिना बन्द भयो गाह्रो भयो नि खाने नपाउला जस्तै भइसक्यो थियो अहिले चाहिँ अलि ठिकै छ ह्याब्ले मोहनी सोन्टी जक सेल अफर बीपी व्यवसाय तेस लकडाउन लिपा बजार शिथिल जुगको कारण लकडाउन अफर लिसे सेल अफर तक उपलब्ध याका वया चंगुदु यहाँ तपाईहरुले लकडाउन अफर भनेर पनि दिइराख्नु भएछ हजुर कतिको व्यापार यो लकडाउन अफर दिएको व्यापार भयो छैन त्यही अब लकडाउनको कारणले व्यापारहरु सबै घट्यो हैन त्यही भएर लकडाउनको अफर गरे हो त्यही अफर गरे पनि अझै मान्छेहरु धेरै खासै आएको छैन अब त्यही हो अब लकडाउन भएपछि कसैसँग पैसा पनि हुँदैन अनि त्यसपछि काम नभएपछि पैसा नभएको कारणले त्यही हो किन्न नसक्ने होला लकडाउन या कारण गुली मनुतैगु आय स्रोत बन्द जुगु दुसा गुलिस्या लजगा गुमे या माला फुलांगु लजगा तोता नुगु लजगा माली गुलिसे नु जया मागु बाध्यता जुया चंगुदु पहिले चाहिँ म होटलमा थिए कुक गर्दै थिए लकडाउन भयो होटल बन्द भयो अब त्यही त हो नि काठमाडौँमा हैन खानै पर्यो कति समय भयो तपाईहरु मैले बेच्न थालेको 7-8 महिना भयो अहिले तपाईले यो बसपाक क्षेत्रमा मास्क बेच्दै हुनुहुन्छ कतिको मास्कको व्यापार छ आज ठिकै छ अब म मात्रै हैन अब धेरै जना हुनुहुन्छ यहाँ बेच्ने चाहिँ व्यापारी चाहिँ हैन ठिकै हुन्छ जोस उकिया लिच उपभोक्ता या क्रय शक्ति खनेदया चंगुदुसा गुकिया प्रत्यक्ष लिच व्यापार व्यवसायले लाना चंगुदु अझ थुथा हाक्न कोरोना संक्रमण दर न्या निथ था ओना चंगुली सरकार आ हाक्न लकडाउन यैला थका व्यवसायी ते त ग्यात चुकु बोलना चंगुदु